यसलाई यहाँ सेकाउन लागि ताईमा ग्यास चाहिँ अफ गर्नुपर्छ। यसलाई हल्का तताउनुपर्छ, काट्दाखेरि नटालोस्, थुक्पा अलग अलग हुन्छ मजाको। यसो गरे भने चाहिँ हाफ पाक्ने गरी चाहिँ होइन, अलिअलि बफायो, काट्दा सजिलो हुन्छ अनि थुक्पामा हाल्दा टालिँदैन। ताईमा अलिअलि सेकेको यस्तो हुन्छ। त्यहाँदेखि यसलाई चाहिँ यसरी पातला पातला काट्नुपर्छ। पातला पातला काटेर यसरी पातला पातला काट्यो। काटिसक्यो, काटेपछि यस्तो हुन्छ। सुक्खा लामामा एउटा टालिँदैन हो। अब यो मासुको सुपमा मजाले हालेर पकाउनु पर्छ 15 मिनट जस्तो। त्यहाँदेखिको सुपसित मजाले खानुपर्छ। हेलो सबैलाई नमस्कार। मौसम साह्रै चिसो अनि घरमै बनाएको होममेड थुक्पा आटाको काटेर चिकनमा धनियाँ पत्ता गाजरहरू हालेर अचार निम्बु हालेर खाइदिएको। सर्दी लागिरहेछ, सर्दी पनि छुमन्तर हुन्छ। यही खाए ल, मिठो भएछ। सर्दी जातै हुँदैन ला त भनेर तातो थुक्पा बनाएर खाइदिनु परेन, खाइदियो। आमाको पुरा याद आयो। मिनी आमाले सर्दी लाग्दा यस्तो बिमार हुँदा खानाको मुख खल्लो हुँदा खानु मन लाग्यो। आमाले मिनी यस्तो आटा काटेर मजाले मासुमा सुप हालेर मजाले बनाइदिनुहुन्थ्यो। मिठो भयो। कस्तो चिसो छ नि त, आमामा चिसै जाँदै जाँदैन। भोलि होली छ, होली पछि त गरम लाग्छ कि भनेको, खै। देख्नु भएन होला, यहाँ छ